भिडियो बनाउनु पाइनँ। आज चाहिँ मेरो बिहान चाहिँ एकदमै मुड खराब भयो है, त्यसले गर्दा मैले बिहान चाहिँ भिडियो बनाइनँ होइन, अपडेट दिनु पाइनँ। म बिहान खासै 10-11 बजी निस्केको होइन, तर म बजारमा अलिक काम थियो नि त, छिटो निस्केँ होइन। अन्त मैले हिजो तपाईँहरूलाई बाइक लिएर जानु कि स्कुटी लिएर जानु भनेर चाहिँ जुन मैले भिडियो हालेको थिएन, धेरैले कमेन्ट गरिदिनु भएछ है बाइक लिएर जानु भनेर, त्यसले गर्दा मैले बाइकै लिएर आएँ। यहाँ चाहिँ छ मेरो बाइक। अहिले हालैमा चाहिँ रम्फू ब्रिजमा छु होइन। यहाँको यति दामी सुन्दर नजारा हेर्नुहोस् न, कति दामी देखिरहेछ। मेरो मुड खराब चाहिँ के को कारणले भयो भन्दाखेरि चाहिँ म तपाईँहरूलाई अहिले भरे भिडियो बनाइकन लाउनेछु। यति डरलाग्दो धुलो खुवाई भयो, मलाई यादै थिएन यति डरलाग्दो धुलो छ भनेर है। धुलो खुवाई पनि पुरा भयो हो। अहिले त पुरा गरम छ, पुरा गरम भइरहेछ होइन। अब कति 1 घन्टा भयो माथि गान्तोकबाट हिँडेको होइन, 12 बजी हिँडेको, अहिले 1:10-1:15 हुँदो रहेछ होइन। अब वहाँ पुग्न 2 घन्टा लाग्छ होला, 2-3 घन्टा लाग्छ होला। अब आरामसे नै गइरहेछ हौ। ओके, हेर्दै गर्नु होला, मेरो भिडियो अपडेट दिँदै जानेछु।